झापामा भएको बुद्ध एयरको विमान दुर्घटनामा ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। विमान अलिकति अगाडि बढेर दाहिनेतिर मोडिएको भए बस्तीमा पस्न पनि सक्थ्यो। अगाडिको सडकमा ठोकिएर आगलागी भएर ठूलो मानवीय क्षति पनि हुन सक्थ्यो। तर विमान रनवेबाट चिप्लिएर घाँसे मैदान अनि हिलो माटोमा ठोकिएका कारणले गर्दा विमानस्थलभन्दा बाहिर जान पाएन र 51 जना यात्रु र 4 जना चालक दलका सदस्यहरूलाई सकुशल उद्धार गर्न सफल भएको छ। जो पनि यो दुर्घटनामा जोगिनुभयो तपाईँहरूलाई धेरै धेरै बधाई छ। खास गरी काठमाडौँबाट हिजो बुद्ध एयरको एटिआर विमान झापाको लागि उडेको थियो। 9:10 जाँदाखेरि झापाको यो एयरपोर्टमा अवतरण भयो। खास गरी एयरपोर्टको 10 रनवे तर्फबाट चाहिँ विमान ल्यान्ड गरेको थियो र 28 नम्बरतर्फ रोकिनु पर्थ्यो। यो 1.5 किलोमिटर लामो रनवे छ, तर रनवे कटिसक्दा पनि विमान रोकिएन र रनवेको 28 तर्फ पूर्वपट्टिको तर्फबाट झन्डै 300 मिटर जति अगाडि ओभररन भएर घाँसे मैदानमा विमान रोकिएको थियो। अगाडि तपाईँले खोला पनि देख्नुहुन्छ, पानी छ। त्योभन्दा अगाडि सडक छ र त्यसको दायाँपट्टि चाहिँ राइट ह्यान्ड साइडतिर बस्ती पनि छ। यदि विमान अझ स्पिडमा गएर रोडमा ठोकिएको वा दाहिनेतिर मोडिएर बस्तीमा ठोकिएको भए ठुलो दुर्घटना र ठुलो मानवीय क्षति हुन सक्थ्यो र त्यसबाट टरेको छ। तर अब के कति कारणले गर्दाखेरि विमान धावन मार्गमा रोकिएन, कसरी चिप्लिन पुग्यो र कसरी यो दुर्घटना भयो भनेर नागरिक उड्डयन प्राधिकरणले अवश्य पनि छानबिन गर्न पर्नेछ र एउटा टोली यसको टेक्निकल विश्लेषण गर्नको लागि भद्रपुर पुगेको भन्ने पनि खबर आएको छ। झापा पुगेको भन्ने पनि खबर आएको छ। हेर्नुहोस्, नेपालमा आन्तरिक उडानहरू दुर्घटनामा पर्नु नौलो रहेन। हरेक वर्ष जस्तो एउटा न एउटा विमान दुर्घटना भइरहेको छ, जसले पछिल्लो 10-12 वर्षमा मात्रै 151 जनाभन्दा बढी यात्रुले ज्यान गुमाइसकेका छन्। सन् 2024 जुलाईमा सौर्य एयरको विमान काठमाडौँ एयरपोर्टमा फेरी फ्लाइट लिएर पोखरा जाने बेलामा दुर्घटनामा पर्दा 18 जनाको ज्यान गएको थियो। 2023 जनवरीमा यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना हुँदा 72 जनाको निधन भएको थियो। 2022 मेमा पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान दुर्घटना हुँदा 22 जनाको निधन भयो। 2019 मेमा लुक्ला एयरपोर्टमा समिट एयरको विमान दुर्घटना हुँदा 2 जनाको ज्यान गएको थियो भने 2014मा नेपाल एयरलाइन्सको विमान पोखराबाट जोमसोम जाँदै गर्दा दुर्घटनामा परेको थियो, 18 जनाको ज्यान गएको थियो। 2012 सेप्टेम्बरमा सीता एयरको विमान काठमाडौँबाट लुक्ला जाने बेलामा दुर्घटनामा पर्दा 19 जना सबैको ज्यान गएको थियो। यस्तो घटना हरेक वर्ष जस्तो नेपालमा दोहोरिरहेको छ र दुर्घटनाको कारण पत्ता लाएर भविष्यमा त्यस्तो दुर्घटना हुन नदिनका लागि छानबिन समितिले निष्पक्ष तरिकाले काम गर्नुपर्छ र त्यसको रिपोर्टहरू अक्षरशः पालना हुनुपर्छ। नेपालको आन्तरिक उडान क्षेत्रलाई सुरक्षित र भरपर्दो बनाउन के गर्नुपर्छ होला, तपाईँको सुझाव पनि कमेन्टमा दिनुहोला।